23 र 24 को दुईटै दिनको जुन घटना घट्यो त्यसलाई वैधानिकीकरण 24 को घटना जुन चाहिँ आफ्टरनुनदेखि घटना घट्यो आर्सन जुन लुटपाट फसाद जुन भयो त्यसलाई लेजिटिमेसी दिँदा भविष्यमा पनि समस्या आउँछ। सुशासनको लागि आन्दोलन या प्रोटेस्ट जायज, त्यो प्रोटेस्ट गर्दा अत्याधिक शक्ति प्रयोग गर्यो त्यो सरकारको तर्फबाट भएको कुरा पनि गलत छ। तर दोस्रो दिन जुन लुटपाट आगजनी भयो त्यो पनि गलत। अब हामीले त्यो सबैलाई लमसम एक ठाउँ हाल्दियौँ भनेदेखि भविष्यमा पनि समस्या आउँछ। हामी यो गर्छौँ र त्यसलाई लेजिटिमाइज गर्छौँ, कानुनलाई हामी भङ्ग गर्छौँ, त्यसलाई वैधानिकीकरण पनि गर्छौँ भन्ने मान्यता समाजमा स्थापित भइरह्यो भने शान्ति खलल हुन्छ अनि स्थायित्व आउँदैन, समृद्धि पनि टाढा भाग्छ। त्यसो हुनाले यसलाई समग्रतामा हामीले हेर्न जरुरी छ। यो खाली निजी क्षेत्रको मात्रै कुरा होइन, आम नागरिकको सुरक्षाको कुरा पनि हो। त्यति मात्रै होइन, कानुनी शासनको व्यवस्थालाई सरकारमा बस्नेले पनि सरकार बाहिरबाट प्रोटेस्ट गर्नेले पनि त्यसलाई मान्ने कि नमान्ने भन्ने फन्डामेन्टल कुरामा एग्रिमेन्ट हुनु जरुरी छ। त्यसलाई महसुसी गर्न जरुरी छ। जुन खाले विध्वंस, जुन खाले नोक्सानी राष्ट्रलाई भयो, मनोवैज्ञानिक रूपमा धेरै ठुलो नकारात्मक प्रभाव 24 को घटनाले गरेको छ। त्यसको अन्तर्राष्ट्रिय इस्टिमेट अनुसार हाम्रो 2 वर्षको बजेट बराबरको प्रत्यक्ष क्षति भएको अनुमान छ। त्यति मात्रै होइन, हाम्रो जुन समग्र मानसिकता, लगानी गर्ने मानसिकता समाप्त भएको छ। विदेशको कुरै छोडिदिउँ, अहिले ठुलो पुँजी पलायन भइरहेछ। नेपालकै पुँजी, विदेशी पुँजी ल्याउने कुरा बिर्स्यौँ। यहीँको पुँजी भयानक ठुलो सङ्ख्यामा पलायन भइरहेछ र अहिले अफिसमा अब हामीले जेनजी भनिरहेछौँ, युवा पुस्ता भनिरहेछौँ। युवा पुस्ताका लेजिटिमेट कुरालाई हामी सम्मान गर्छौँ। हाम्रा कमी कमजोरीलाई सुधार गर्नुपर्छ। पुराना दलहरू, शासन सत्तामा पुगेका दलहरू कमी कमजोरी गरेका छैनन् भन्ने होइन, गरेका छन्। कमी कमजोरी भएको छ। सुशासनमा, भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्न सकिएको छैन। ब्युरोक्रेसीबाट पनि भएको छैन, पोलिटिकल लेभलबाट पनि भएको छैन। त्यसलाई आत्मसात गर्नुपर्छ र सुधार गर्नुपर्छ, दुई मात्रै छैन। तर सँगसँगै हामीले परिवर्तन गर्ने, प्रोटेस्ट गर्ने तरिकालाई पनि हामीले चाहिँ गम्भीरताका साथ हेर्न जरुरी छ।